गाइस झन्डा जानु पुरै रेडी भयो। अब बेहुलीको मात्र कमाउनु है, धुला त आयरको दिदी स्नेरिका चाहियो। क्वालिटी नै छैन फोनमा। हाम्रो बेहुला दाइ चाहिँ त्यहाँ हुनुहुन्छ। दाइलाई छाँटा साटा उडाएर चटक्क पारेर जाने हामी चाहिँ हामी पनि गएर निवानीहरू पट्टाउनु पर्छ। जन्ती हिँड्दै हामी पुरै जामै हो त। अनि बिहे गर्ने बेला त काठमाडौँ जाम गर्दैछ अरे। हाम्रो दुला दाइको फेरि दाइ हेर्छ चस्मा त दाइले यता झन् चस्मा ल्यायो। प्रोफेसर सर हामी बिस्तारै हिँड्दैछौँ। ठ्याक्क कहाँ हो भन्ने एक्ज्याक्ट लोकेसन चाहिँ मलाई थाहा छैन। अनि त्यही पछि पछि हिँड्ने गर्छन्। अब साधन भएकोहरू चाहिँ कारमा साँच्ची हो हिरो भएर हिँडिरहेछन् सबै। म पनि हिरो भएको छु अरे। अब हिरोहरूसँग साइड आर्टिस्ट हो क्या। हाम्रो दाइ चाहिँ एकदम हेन्डसम भएर अब दाइले फेरि अब बेहुलीपट्टिको एउटालाई फेरि बेहुली बनाउनुहुन्छ। एउटा झन् खतरा खाँदा दाइ के हो दाइ यो केक त्यो रहेछ झन्डी दही खै के यो समात्ने म म समात्छु दाइ। सबैले समात्नु पर्ने छ। यो चाहिँ मेरो भागमा पर्यो। अनि हामी चाहिँ जान लाग्यो सबभन्दा अगाडि के भयो पछि बल्ल भयो। दही समात्यो ठुलो रहेछ पसिना नि आयो मलाई त। अनि यो चाहिँ हामीलाई स्वागत बेलामा दिनुभएको थियो। अनि हल्कै हल्कै यो पनि छ एउटा चल्ने चाहिँ हाम्रो साइडबाट कसैले लिएर आएको चाहिँ सबै थाहा छ। यही हो टक्क सर्लक्क। यहाँ चाहिँ बिहान बाजा डरो डान्स हामीले के हो अश्विन दाइ नाच्दो है त। म यहाँ दुला दाइलाई देखाउन चाहिँ पक्का हाम्रो दाइ चाहिँ यहाँ बस्नु भएको छ। कस्तो छ दुला चाहिँ मैले देखाइहालेँ। हाम्रो दाइ चाहिँ अब एकछिनपछि इन्ट्री चाहिँ भएन अझै टाइम। दाइहरू कहाँ हरान भएको एक्लै भयो नि। म त दाइहरू कहाँ हो मलाई ब्लगमा देखाएको। अनि दाइ बल्ल भेट्नु भयो त। अनि मेरो दुईजना दाइ यता बस्ने यहाँ दुईजना दाइले टप बेहुलाको इन्ट्री हुँदैछ यहाँ चिली च्याट पारेर।